सो हेलो गाइज टुडे वेलकम बैक टू माई यूट्यूब। आज म हजुरहरूलाई खल्तीबाट कसरी रुपियाँ निकाल्ने क्यास हजुरहरूले सिकाउन गइरहेको छु, त्यो पनि थ्रु एटिएम। तपाईहरूले सजिलै नबिल बैंकको एटिएममा गएर पैसा निकाल्न सक्नुहुन्छ, खल्तीमा भएको पैसा। सो विदाउट डिले स्टार्ट दिस भिडियो। सबैभन्दा पहिला तपाईहरूले आफ्नो खल्ती एप्लिकेसन खोल्नु होला। सो म गए खल्ती एप्लिकेसन खोल्न। यहाँ आएको छ खल्ती एप्लिकेसन। सो यहाँ क्लिक गर्नु होला। लगइन गर्नुपर्ने हुन्छ सबैभन्दा सुरुमा। मेरो अलरेडी लगइन छ। यहाँ लगइन गरिसकेपछि कार्डलेस विथड्र अप्सन दिएको हुन्छ। सो क्लिक गर्नु होला। यहाँ आएको छ कार्डलेस विथड्र अप्सन। नेट आइसियु कारणले गर्दा यहाँ केही सो गरेन। सो म फेरि ब्याक जान्छु। फेरि रिलगिन गर्नुपर्ने हुन्छ। रिलगिन गरिसकेपछि हजुरलाई हराउनेछु। सो मैले रिलगिन गरेँ। कार्डलेस विथड्रमा जानुपर्छ। फेरि यहाँ कार्डलेस विथड्र। सो हजुरहरूले एक दिनमा लगभग 5,000 जतिको ट्रान्जेक्सन गर्न सक्नुहुन्छ। 5,000 क्यास निकाल्न सक्नुहुन्छ। 1000 रुपियाँ निकाल्यो नि 5,000 रुपियाँ निकाल्ने तपाईलाई चार्ज भनेको 15 रुपियाँ लाग्ने हुन्छ। सो मलाई 1000 रुपियाँ जति निकाल्नु छ। सो मैले यहाँ 1000 रुपियाँ क्लिक गर्ने। 1000 रुपियाँ क्लिक गरेँ। यहाँ तपाईले हेर्न सक्नुहुन्छ स्क्रिनमा एमाउन्ट 1000, फी 15 रुपियाँ लाग्छ। टोटल पेबल 1015 रुपियाँ। तपाईको 1000 रुपियाँ निकाल्नको लागि पनि 15 रुपियाँ चार्ज लाग्छ। 5,000 निकाल्नु भयो भने पनि तपाईलाई 15 रुपियाँ चार्ज लाग्छ। सो यो कुरा ध्यान गर्नु होला तपाईले। अनि विथड्रको अप्सनमा क्लिक गरिहाल्नु होला। यहाँ मेरो ब्यालेन्स इन्सफिसियन्ट छ। सो मैले निकाल्न पाएन। हजुरहरूको खल्तीमा पैसा हुन्छ हैन। सो हजुरहरूलाई त्यहाँ ओटिपी आउनेछ। ओटिपी आइसकेपछि हजुरहरूले मजाले गएर नबिल बैंकको एटिएममा, जुनसुकै एटिएममा नबिल बैंकको तपाईले मजाले क्यास पैसा निकाल्न सक्नुहुन्छ। त्यहाँ एटिएममा गएपछि तपाईले त्यहाँ ओटिपी हाल्नुपर्छ सुरुमा। अनि निकै झिक्न चाहेको एमाउन्ट मनी हाल्नुपर्छ त्यहाँ एमाउन्ट। अनि एमाउन्ट हालिसकेपछि तपाईले मजाले क्यास झिक्न सक्नुहुन्छ। So thanks guys, all of you to subscribe to this channel for watching this type of video and update. Thanks.